हामीसँग त धन सम्पत्ति नभएको हिसाबले कुरा गर्नुपर्छ हामी सुकुम्बासी हो। सब धन सम्पत्ति भएको मान्छे सुकुम्बासी हो भने चाहिँ म त्यसमा पर्दैन है। अब म कुरा नबुझेको कारण चाहिँ के हो भन्दा सुकुम्बासी भनेको चाहिँ के रहेछ वास्तवमा। जो मान्छेसँग चाहिँ 3-4 तल घर छ माकुरी, जुन मान्छेसँग चाहिँ सब गाडी साडी सब छ, त्यो मान्छे सुकुम्बासी हुन्छ कि होइन। अब हामी केही नभएको यताउता केही नभएको मान्छे चाहिँ सुकुम्बासी हुन्छ कि, म त कुरै बुझ्दैन त्यो कुरा। त्यसैले हामीसँग त धन सम्पत्ति नभएको हिसाबले कुरा गर्नुपर्छ हामी सुकुम्बासी हो होइन। अब घर भएको मान्छे, घर गाडी सब धन सम्पत्ति भएको मान्छे सुकुम्बासी हो भने चाहिँ म त्यसमा पर्दैन है। म फेरि मसँग धन सम्पत्तिको नाममा केही छैन। त्यसैले एउटा सानो एउटा मोबाइल एउटा छ धन सम्पत्ति। अब सुकुम्बासी कसरी भनौँ भने फेरि हाम्रो बाउ हजुरबाहरूले किनेको जग्गा चाहिँ उनीहरूको नाममा छ है, मेरो नाममा होइन त्यो। अब उनीहरूले दुःख गरे, उनीहरूले किनेको, हामीलाई दुःख गरेको हामीले किन्नै सके होइन। त्यसैले सुकुम्बासी चाहिँ म भएको छु। अब के भने कसो नभने थाहा भएन, केही बनाउन सकिन्छ कि भनेर यसो थापथुप गर्न सकिन्छ भनेर अर्को देशमा छिरेको। हेर्नुहोस् यसपालि त हाम्रो सरकारले के घरसर जग्गा व्यवस्था गरिदिनुहुन्छ अरे भनेर सुने। त्यसैले मेरो पनि भिडियो तपाईँ कहाँ पुग्छ कि भनेर कुरा राखेको, प्रस्ताव राख्नु त पाउला नि, किन नपाउने हो।